युएसले चाहिँ धेरै पैसा लोन लिएर अनि जताततै युद्ध लडेको छ, इकोनोमी ध्वस्त हुन लाग्यो हेनतेन भनिरहेको बेलामा अनि युएसको डलरले चाहिँ किन राम्रो पर्फर्म गरिरहेछ त मार्केटमा? त्यो त अलिक एब्नर्मल भएन र? ल आउनुहोस् आज यसको बारेमा थोरै चर्चा गरौँ। यसो हुनुमा चाहिँ डलरको डिमान्ड बढ्नु हो। डलरको डिमान्ड किन बढिरहेछ त? यदि अमेरिका जताततै युद्ध लडिरहेछ, लोन लिइरहेछ भने भन्दा कस्तो हुन्छ भने एउटा ग्लोबल रिजर्भ करेन्सी चाहिँ युएस डलर अलरेडी एक्जिस्टिङ हो। त्यो भएर अहिलेको अनसर्टेन्टीमा, वारको बेलामा चाहिँ अनसर्टेन्टीमा चाहिँ मान्छेहरू चाहिँ अब आफ्नो सम्पत्तिलाई कहाँ राख्ने भन्दा अहिले जो एक्जिस्टिङ सेफ हेभन मानिएको छ, ग्लोबल रिजर्भ छ, त्यसमा राख्न चाहन्छन्। त्यो कारणले गर्दा डिमान्ड बढेर अब क्यापिटल एउटा कन्ट्रीबाट अर्कोमा जाने होइन, त्यो अमेरिकन डलरमा कन्भर्ट हुने त्यो हुन्छ। दोस्रो कुरा भनेको अहिले चाहिँ यो खास इनर्जी वार हो होइन। अनि अमेरिका चाहिँ एउटा लार्जेस्ट इनर्जी प्रड्युसर र अनि एक्सपोर्टर पनि हो क्या इनर्जीको। त्यो भएर उसलाई चाहिँ यसको यो इनर्जी डिस्ट्रप्सनले चाहिँ फरक पार्दैन क्या। प्राइस बढाउँछ झन् उसले एक्सपोर्टर हो, उसको लागि चाहिँ फाइदै हुन्छ क्या कन्ट्रीको लागि। तेस्रो कारण हो पेट्रो डलर डाइनामिक्स। पेट्रो डलर डाइनामिक्स भनेको के हो भने मिडल इस्टहरूसँग, ओपेक कन्ट्रीहरूसँग अमेरिकाले चाहिँ के सम्झौता गरेको छ भने तिमीले चाहिँ तेलहरू बेच्दा होइन, पेट्रोलियम प्रडक्टहरू बेच्दा चाहिँ अमेरिकन डलरमै बेच्नुपर्छ भनेको छ। त्यो हुँदा चाहिँ कस्तो हुन्छ भने अब पेट्रोलको त हाहाकार भयो विश्वमा होइन, अब अमेरिकाले त त्यति लेस एफेक्ट गर्छ त्यसले, किनभने आफै रिजर्भमा छ। अब त्यो किन्नको लागि चाहिँ डलर नै चाहिन्छ क्या। डलर चाहिने हुँदा चाहिँ मान्छेले झन् डलर होल्ड गर्नु पऱ्यो क्या। अब धेरै महँगो भएपछि धेरै डलर होल्ड गर्नु पऱ्यो नि त। त्यो कारणले गर्दा डलरको डिमान्ड बढ्यो क्या युद्धले। अर्को कुरा हो इन्फ्लेसन। इन्फ्लेसनलाई कन्ट्रोल राख्नको लागि चाहिँ फेड रिजर्भले चाहिँ इन्ट्रेस्ट रेट बढाउँछ। इन्ट्रेस्ट रेट बढाउने बित्तिकै अरू कन्ट्रीको भन्दा इन्ट्रेस्ट रेट हायर हुने बित्तिकै इन्भेस्टरले चाहिँ अरू कन्ट्रीबाट चाहिँ क्यापिटल चाहिँ युएस डलरमा सिफ्ट गर्छन् कि, किनभने त्यसमा हायर इन्ट्रेस्ट हुन्छ। अर्को इन्ट्रेस्टिङ कुरा के छ भने जस्तै मैले एउटा द इकोनोमिस्टमा एउटा आर्टिकल पढेको थिएँ, हाउ युएस कम्पनीज आर विनिङ बाई वार भनेर। किनभने यसमा के भनेको थियो भने युएस कम्पनीजहरूले चाहिँ यस्तो लडाइँ गर्ने वेपनहरू होइन, त्यस्तो कुराहरू चाहिँ बेच्छ क्या। जस्तै मिसाइल्सहरू अनि इन्टरसेप्टरहरू, यस्तो कुराहरू चाहिँ यो डिफेन्स मेकानिजमहरू सबै बेच्छ क्या बाहिर अरू कन्ट्रीहरूलाई। त्यो कारणले गर्दा पनि यिनीहरूले चाहिँ इन्डाइरेक्टली फाइदै भएको हुन्छ। त्यो भएर अब यो कहिलेसम्म चल्छ भन्ने कुरा त्यो त कसैलाई थाहा छैन, त्यो भएपछि थाहा होला होइन। तर अहिले चाहिँ अब इन सर्ट टर्म र मिडल टर्ममा चाहिँ युएसले चाहिँ वारमा चाहिँ जित्नै रहेको छ। इन लङ टर्म अब शक्ति सन्तुलन कता गएर के हुन्छ, कसरी सिफ्ट हुन्छ, त्यो त अब भविष्यले नै देखाउला होइन। त्यो भएर यसरी चाहिँ युएस वारले चाहिँ युएस करेन्सीले चाहिँ राम्रो गरिरहेको छ।